गुड मर्निङ वेलकम टु माई अनदर ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म तपाईँहरूलाई चाहिँ रसल खैमाको केही भ्युजहरू देखाउन चाहन्छु। रसल खैमाको अल्दैट भन्ने ठाउँबाट चाहिँ। अनि यो चाहिँ तपाईँहरूलाई म रसल खैमाको अल्दैट यता त जङ्गलै जङ्गल छ हैन। यो साइड त जङ्गल हो, तर त्यति ठुलो नेपाल जस्तो ठुलो जङ्गल त होइन, तर सानो सानो जङ्गल छ। अब खाडीमा कस्तो जङ्गल हुनु र, तर पनि बल्लामाथि पनि के झारहरू चाहिँ पलाउँदो रहेछ है मजासँग, बुट्यानहरू है भन्नु। यो साइड पनि जङ्गलै जङ्गल छ होइन, त्यति ठुलो होइन, त्यति ठुलो जङ्गल त होइन। त्यहाँ ऊँट पनि पाल्दो रहेछ। त्यो साइड चाहिँ सिटी एरिया हो, तर रसियामा यति ठुलो सिटी त भएको छैन। यो रसल खैमाको यो घाम उताको पूर्वी भाग हो। पूर्वी भाग साइड त अलिक पहाडहरू छन्। पूर्वी भाग साइडमा यो पहाड हो। यहाँबाट घाम उदाएको छ अहिले। त्यो साइडमा सिटी एरिया भनौँ, अलमोस्ट सानो सानो बस्ती छ। गाइस यो पनि यो रसल खैमाको अल्दैट भन्ने ठाउँमा सानो जङ्गल जस्तो छ होइन। यहाँ चाहिँ ऊँटहरू पाल्दो रहेछ। यहाँ ऊँटहरू हिँडिरहेको छ। ब्लग आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँहरूलाई म विशेष मेरो खानाको लागि चाहिँ विशेष आज म चाहिँ माछा बनाउन लागिरहेको छु गाइस। आज मेरो फिस करी, अब हाउ टु कुक फिस करी। यत्रो फिस बनाएको छु गाइस। 1 2 3 4 5 6 7 8 9 10 पिसेस छ। आज म तपाईँहरूलाई यो कुकिङ यसलाई फ्राई गरेर देखाउन चाहन्छु गाइस। कीप ट्युन माई भिडियो। हेलो गाइस, कीप ट्युन माई भिडियो। वेट गर्दै गर्नु होला गाइस। आज चाहिँ मैले माछा बनाएर देखाउने छु तपाईँहरूलाई। आज मेरो छुट्टै प्रकारको तरिकाले बनाउने छु। अब मेरो आइडियाले जतिसम्म भ्याउँछ त्यो अनुसारले बनाउँछु गाइस। कीप इट ट्युन माई भिडियो गाइस। आज हेरी फिस
What is kidding you? Only I saw this one, not your face. Not your face. Only this chicken. Only chicken. My YouTube channel. You say Already finished. you say welcome to my YouTube channel. Today I'm cooking fish. Delicious one, very good.